छाड्ने छैन हामी पनि छाड्दैनौ तिमी ल्याउने मान्छे हरायो नि त दाजु पिनीले पुगेर खुल्ला हातिर त्यति खेर तैले बस्न दिएको छैन पठ्न त्यहाँ आउने बाटो खुल्ला दिएको छ डाली देऊ उपाय बन्द भए बन्दै बस्ने ठाउँ सबै मैले देखाइ दिए तर मलाई विश्वास दिएन बाला बिदे सब रद्द पहिले मैले सब हालीमा यहाँ बस्छु यहाँ डुल्छु भने एक थिए हो कि होइन बताएको थियो अरे ल भने अब खुल्ला गरेर ल्याइदेऊ न यति राम्रो कर्म गर्यो तिम्रो चोखो भयो त सोही बाला आमा आउ त तिमी साँच्चा कुलो हजारी हौ तिमी आउने कि सिद्ध देवी आउने हो त त्यहाँ सिद्ध देवी आउँछ अब पनि उत्पन्न हुने हो कि भाग लिएर जाने हुन्छ सिद्धि देवीले भनिदिनु पर्यो चरु आती गर्दा उनले कसरी पहिले विदेश जानु भन्दा केही अगाडि थुन्न चेकमा गरेको थियो कसरी गरेको थियो सोध अनि खुल्ला गरी उसैले काया कैरन दिन्छ तिमी झुट्टा पर्ला है खेर उस छानी आउने बेला बख तैमा तिमीसँग केन खोजी गयो त तिमीले किन बक फुटै आयौ त दोस्रो बालो भयो छोडी कन यसै बाला आमा आई यो पञ्च भलाज हामीको होती त बुझ्ने गरी बताइ देउ त बालो दुःख आउँदा भइगयो त हामी सङ्घाल दिन्छौ तल भन मत आउने छैन मेरो मत बाह्र मत आदिले छैन आउने छैन भन्दै फेरि आउँदै के गर्छौ 12 वर्ष हौ तिमी के पुगेको छैन तिमी उत्पन्न भएको छैन के गर्न उत्पन्न हुन्छ हौ भने आउँछौ कि आउँदौ न त यसै कुललाई सम्झी आए छौ कि दोस्रो कुल आयौ त यति बताइ देउ त हेर मेरो बालो घरबाट छाप लिएको छ घरबाटदेखि हेर जुन बाला पति सुनि त्यो बाला जोयो हेर यो बालो हुन्छ पति हुन्छ जुन मेरो बाला आमालाई मत त्यो के रोग छ त्यो त मेरै कारणबाट आएको हेर त्यसो भयो केन यो बाला माथि दुःख पर्यो त त्यही बाला आसँग चाहिँ छोडी यो ठाउँ दोस्रो बालो छ भने लि आऊ यो बालालाई छोडी देउ त साँच्चा कुलो जारी मुखी यो पिता पुर्खाले यो कोलमा 12 मष्ट मानेको थियो कि थिएन
उत्पत्तिमा थियो र पछाडि हराएर मान्न छोडेको थियो र अहिले उत्पन्न भएको भने साँचो कैरन के हो यो दिवसको साक्षी छन् बताइयो 12 मस्त आदि पिता पुर्खाले मानेको थियो कि थिएन त अहिलेसम्म कोही छैन 12 मस्त भन्छन् एकछिन बस्नु बस्न पाइँदै न यो समाज बन्धु भैया तले मान्दै न कुनै एउटा बालोमा आएको पनि थिए तर मलाई विश्वास नगरी के नामको बालोमा आएको थियो भने के नामको बालोमा आएको थियो त्यस दिन शशी किन आउँदै नथ्यो त बताइ देऊ खुल्ला एकै आँगा एउटै पिँढीसँग चलि आउनु पर्छ किन हेर छोडी गयौ त लु शशी थिएन खाँडो लाग्छ चम्मर लाग्छ त्यस्तै कुल चलि आयो किन तैले दिन मत बिस्तारै काया कैरन दिन्छु भनी राखेको थिए तर घमण्डी गरी मलाई खेदी तर हेर त्यो मत बालाबाट त्यसै पछि सरेको हेर तिम्रो पहिलो पालो के भयो बताउ त्यति भए पुग्छ पहिलो पालो हाँगा थियो अनि बत्त लगाइ दिन्छु पहिलो बालकको हो लु भन नाम शुद्ध भन्देऊ हेर यो कुल कति पुस्ता पछाडि आएको त्यति पनि बताउ तिमी जान्ने रहेछौ सधैँ ल्याए मलाई मिल्छ अनुरोध गरे म त रक्तै भागी थिएँ कति पुस्तामा आयौ त यो बालोमा आउँदा कति पुस्तामा आयौ तिमी भन त सृष्टिदेखि कति पुस्ता कति पिँढी पञ्च फलाज मिको चित्त यत्रो घर गिरे आज शुभ कार्य भएको दिन यस्तो 33 कोटी देवताको त्यस्ता पूर्ण भएको छ मलाई फेरि अर्को कुरा प्रतिज्ञा गरेर यतिन्जेलसम्म बस्छु भनेर पेट ढोकेर हिँडिसकेपछि फेरि बिचमा नआउनु पर्थ्यो किन आयौ त तिमी भन त किन आयौ हेर मेरो बालोमा धेरै आशा थियो म त हेर जङ्गल कुदाइदियो म त दुःख पाइराखेको छु त्यसमा मैले गल्ती गरेकै छु मलाई बताइदे के गर्नुपर्छ होइन जुन दिन हामी वेद विधानले तिमीलाई सोध्दैनौ खोज्दैनौ त्यस दिनसम्म तिमीले दुःख दिँदिन भनेको थियौ हामी वेदको विधानमा यो कुलाचारी पनि वेद ढोगेर म आउँदिन नबोलाइकन भनेको थियो आएको पनि थिएन र तिमी पनि म आउँदिन भनेर गएको थियौ हामी त्यसैमा खुसी थियौँ फेरि बिचमा तिमी आयौ पटक पटक आएछौ दुःख लाग्यो हामीलाई ल भन दुःख लाग्यो नि तिमी साँच्चै कुलो आकी थियौ भनी प्रतिज्ञामा बस्नु पर्थ्यो नि त भाका थियो त भाका बस्छ दिए मैले भाका नदिकन एकैचोटि त्यो कलश त कसैले पनि दिँदैन विधान काया गएर नबुझिकन दिन मिल्दैन हामीलाई शास्त्रको दण्ड लाग्छ तिमी शास्त्रलाई नागेर हाम्रो डेडी पनि धामी तर दाजु पनि धामी भन्छ तिम्रो आमा जेउ हेर आफ्नो आगो बल अब सबै तोडी आई आज